बिहिबार सामान्य पानी परेपछिको यो दृश्य हामी देखाइरहेका छौँ। सामान्य पानी पर्दा डुबेको यो ठुलो बाढीमा गाउँ र बस्तीको अवस्था के होला? बिहिबार आएको पानीले देवचुली वडा नम्बर 2 चौधरी उद्योग आसपासमा डुबान परेका घरहरू हुन्। अहिले पूर्व पश्चिम राजमार्ग विस्तारपछि उचित निकास नभएपछि अहिले यो घर डुबानमा परेको हो। स्थानीयका अनुसार चौधरी उद्योग ग्रामभित्र रहेको पानीले निकास नपाएपछि नजिकको घरमा बाढी पसेको बताउँछन्। उद्योगले आफ्नो क्षेत्रभित्रको निकास व्यवस्थापनमा समय लगाउँदा जनताको घर डुबेको बताएका छन्। उद्योगको छानाबाट झरेको पानी एक स्थानमा जम्ने र सो जमेको पानी जनताको घरमा पसेको स्थानीय गंगाधर सुवेदी बताउनुहुन्छ। विशेष गरेर त यो नाला निकास नभएर नै हो हैन। नाला निकास हुँदा पनि के छ भने छानाहरू बिगा बिगाको प्लटमा चाहिँ उद्योगको चाहिँ छानोहरू छ। त्यो छानाबाट जुन सोस हुने पानी हो त्यो त जमिनको सतहमा छानो भएपछि त त्यो पानी त एक ठाउँ जम्मा भएर निस्किने हो नि त। त्यसले गर्दाखेरि त्यो जम्मा भएको पानीहरू चाहिँ बगेर आउँदाखेरि यता बस्तीमा चाहिँ त्यसको प्रभाव प्रत्यक्ष परेर गाउँ डुबान भएको हो। यो नाला नखनेर हो। यो चौधरी ग्रुप उद्योग र चाहिँ नगरपालिकाको बिचको टस्लिङले गर्दा गाउँलेलाई चाहिँ समस्या देखाएको हो कि भन्ने हामीलाई लाग्छ। तर अर्गनाइजेसनले बनाउँछु भनेर 6 महिनादेखि भन्दै अहिले डुबानमा पारी छाडे बनाएको छ। एउटा घर डुबान भयो। घर डुबान हुँदाखेरि त्यहाँ कुखुरा हेर्नुहोस्, कुखुरा मर्यो, एकचोटि त्यता देखाइदिनुहोस्। अनि एउटा बच्चा भाडामा बस्ने मान्छेहरूको 2टा कोठाका किताब भिजेर त्यहीँ डुबानै भएको छ। त्यस्तो छ। यसले गर्दाखेरि टोयलेट चर्पीहरू भित्र पनि पानी परेको छ। घर त डुबानै भइसक्यो। किताब चल्ला यता बाढी घरमा पस्दा आफू बिजोग भएको भन्दै पीडित यसरी धरधर रोए। उनका अनुसार घरभित्र रहेको खाद्यान्न पूर्ण रूपमा क्षति भएको, पशुपक्षीमा 4वटा कुखुरा समेत मरेको बताएका छन्। साना बाबु नानीको किताबहरू समेत पूर्ण रूपमा भिजेको छ। के नोक्सानी गर्यो त? मेन आएको पानी चाहिँ कताको? सबै उताबाट आएको पानी। उताको भने कताको? त्यो कम्पनीको पानी। निकास छैन त्यताबाट? निकास छैन? निकास चाहिँ यही हो नि त। निकास बन्द छ अगाडि। विपद व्यवस्थापन समिति संयोजक एवं देवचुली नगरपालिकासँग हामीले जनताको घर डुबानमा नगरले के गरेको छ भनी नगरका उपमेयर पार्वती तिवारीलाई प्रश्न गरेका थियौं। जनताले उद्योग र नगर आसपासको टकरावले जनताले दुःख भोग्नु परेको जनताको प्रश्नलाई समेत हामीले नगर उपप्रमुखलाई उद्योग र नगरबीच समन्वय नभएको हो भन्दा उपप्रमुख तिवारीले उद्योगसँग कुनै टकराव नभएको बताउँदै उद्योगले जनतालाई सधैँ शास्ति दिएको हुँदा यो अवस्था आएको बताउनु भयो। उहाँका अनुसार उद्योग आसपासमा उद्योगकै कारण परेको असरलाई उद्योगको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा हाल्नुपर्ने रकम, यो क्षेत्रमा लगानी नगरेको 2 वर्ष हुँदा समेत नियमअनुसार CSR अन्तर्गतको रकम समेत प्रदान नगरेको बताउनु भयो। उहाँले नगरले आफ्नो दायित्व अन्तर्गत बाढी तथा डुबानमा परेका नगरवासीका लागि हरदम सहयोग गर्न तयार रहेको बताउनु भयो। त्यस्तो द्वन्द केही देखेको छैन। अब हामी त सहकारी समन्वय गरेर अगाडि बढौँ भनेकै छ। केही दिन अघि द्वन्द गरेका छौँ र हामीले केही द्वन्द गरेका छौँ र त्यस्तो केही दिन अघि चौधरी उद्योगको टोली नगरपालिका पनि गएको थियो। नगरपालिका जाँदाखेरि नगरपालिकाले कुनै पनि रकम नदिने भन्ने कुरा गर्यो रे। यसको के हो? मैले चौधरीको सिटौला सर जानुभएको थियो र यहाँको समुदाय पनि जानुभएको थियो र मैले के भनेको भन्दाखेरि सीजी जुन श्री उद्योगग्राम छ त्यो भित्रबाट ठुलो नाला छ। नाला अहिले पुरेको अवस्था छ भन्ने समुदायको त्यो कुरा छ। पहिल्यैदेखि नै यो विषयमा द्वन्द चलिरहेको छ र अहिले के छ भने सीजीको अगाडि अब जुन सीजी को अगाडिपट्टि अहिले जति घरहरू हुनुहुन्छ उहाँहरू अहिले यो बाटोको कारणले राष्ट्रिय राजमार्गको अहिले बाटो अल्को भएको कारणले डुबानमा भएको छ। हामीले के भनेको भन्दाखेरि कमसेकम CSR को पैसाहरू हुन्छ, तपाईँले अन्त लगानी गरिरहेको हुन्छ, तपाईँको आँगन हो नि त्यति त तपाईँले बनाइदिनु न भनेर हामीले
नगरपालिकाले त अरू बनाउँछौँ हामीले, त्यो मात्रै डुबान छैन, अन्य राजमार्गमा अन्य बाटोहरू पनि त्यतिकै डुबानको अवस्था छ। जस्तो उद्योगले 2 वर्षदेखि CSR को रकम पनि रोकेर राखेको छ, रोकेछ। खास किनकि उसले विपदमा भन्दाखेरि पनि हाल्नु पर्ने हो, हालेको छैन। उसले अन्त लगानी गरेको छ, हामीले थाहा पाएका छौँ। उसले बर्खाटमा अब मानिएको निर्वाचन क्षेत्रमा अरू नुवाकोटतिर उहाँहरूले लगानी गर्नुभएको छ अरे भन्ने मैले त सुनेको छु। तर CSR को पैसा यो ठाउँमा लगानी गर्नुपर्ने 2 वर्ष भयो, उहाँले केही पनि लगानी गर्नुभएको छैन। मैले अझ उहाँलाई के भनेको भन्दा CSR को पैसा तपाईँले 2 वर्ष भयो गर्नुभएको छैन। नगरपालिकाले कर लगायो भन्नुहुन्छ, नगरपालिका स्थानीय सरकार सञ्चालन ऐनले कर लगाउनु पाउने त अधिकार छ नि। उहाँहरूले दुर्कीवासमा एउटा जुन उहाँहरूको उद्योग छ, जुन सिमेन्ट उद्योग, उहाँहरूले एउटा प्लान्टको 10 लाख रुपियाँ तिरिरहनु भएको छ कि हामी देखिरहेका छौँ। तर उहाँले यहाँ 5-6वटा प्लानहरू चलिरहेको छ। त्यो चलिरहेको आधारमा हामीले धेरै वर्ष कर लगाइएन, हामीले अघिल्लो वर्ष कर लगाइयो, त्यही पनि सहकारी समन्वय गरेर अगाडि बढौँ भनेर धेरै पटक उहाँहरूसँग वार्ता भयो, छलफल भयो। तर पनि उहाँहरू हाम्रो कुरा केही पनि सुन्नु भएन। यहाँभित्र कति संरचनाहरू बनेको छ, घरहरू बनेको छ, उसको अभिलेखीकरण गर्नको लागि हामी कति उहाँहरूसँग रिक्वेस्ट गरेका छौँ, तपाईँहरूको घर अभिलेखीकरण गर्न आउनु भनेर, त्यो पनि उहाँहरूले मान्नुहुन्न। सामान्य घर झुप्रो बनाउनेले 500 घर अभिलेखीकरण गरेर कर तिरेको छ भने एउटा उद्योगग्रामले घर अभिलेखीकरण गर्नुपर्ने र नगरपालिकाले लगाएको कर तिर्नुपर्ने हुँदैन र त्यो तिर्नु पर्यो भन्दैमा उहाँहरूले CSR को पैसा अहिले 2 वर्षदेखि रोकिदिनु भएको छ। उद्योगले पानी निकासका लागि बिहानैबाट मोटर जडान गरी जनताको घरमा पानी पस्न कम गर्न मोटर चलाएर पानी कम गरेको उद्योग प्रशासनले जनाएको छ। उद्योगको महाप्रबन्धक रामकाजी टोलाले बाढीबाट प्रभावितलाई बिहानै भेटेर आवश्यक सहयोग र समन्वय बाढी रोक्न काम गरिरहेको जानकारी समेत गराएको बताउनु भयो। अहिले तत्काल पानी तानिदिन्छु अनि दिउँसोबाट काम सुरु गर्छु। यो अन्त काहीँ कुरा गरिरहनु पर्दैन। यहाँ पानी तान्न सुरु गरियो, पानी तान्न सुरु गरेपछि होन्डा पम्प यहाँ बल्दै आएर हाम्रो गङ्गासँग हो। बाढीको प्रभाव रोक्न र उचित निकास हुने कुलोहरू अहिले हराउँदै जाँदा यो समस्या देखिएको हो। लेप्चेली 2 का हाइवे क्षेत्रमा 4 देखि 5 वटा कल्भर्ट मात्र पहिला थिए। अहिले ती 5 कल्भर्ट मध्ये जम्मा एउटा मात्र शाश्वत धामको अगाडि मात्र रहेको छ। उहाँले बाढी पूर्व तयारीमा ध्यान नदिँदा अहिले हरेक वर्ष लेप्चेलीका विभिन्न स्थानमा जनताले बाढीको समस्या भोगिरहनु परेको छ। यसमा जनप्रतिनिधिहरूले विशेष ध्यान दिन आवश्यक छ।